हेलो एभ्रिवान अनि कस्तो हुनुहुन्छ हजुरहरु सबैजना अनि मलाई आशा छ हजुरहरु सबैजना सन्चै हुनुहुन्छ भनेर अनि आज चाहिँ म अनि मेरो भाइ तितस हामी चाहिँ पाल्पामा छौं अनि हजुरहरु हेर्न सक्नुहुन्छ हामी चाहिँ यो रुममा छौं र हामी चाहिँ पाल्पामा रहेको यो होटल अन्नपूर्ण गार्डनको यो होटलको रुममा हामी बसिरहेका छौं र हामी चाहिँ यहाँ आइसकेपछि चाहिँ अब पाल्पाको एउटा सानो एउटा भ्लग बनाऊ भनेर चाहिँ यो भिडियो म सुरु गर्न गइरहेको छु र विशेष गरी यो भिडियोमा चाहिँ म चाहिँ यो हामी बसेको कोठाबाट जुन यो यताको ब्याकग्राउन्ड पछाडीको पाल्पाको सिटीको अनि ब्याकग्राउन्ड त्यो भिडियोहरु म चाहिँ हजुरलाई देखाउने छु र साथै यो होटलमा के कुराहरु छ हैन अनि त्यो सबै कुराहरु चाहिँ म हजुरलाई यो भिडियोमा देखाउने छु। एकछिनमा हाम्रो भाइ तितसले जोइन गर्नेछन् अनि हजुरहरु यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुस् र जसरी अगाडिको भिडियोमा हजुरले माया गर्नुभएको छ त्यसरी नै यो भिडियोलाई पनि हेरेर माया गर्नुस् र यो भिडियोलाई मन परेमा लाइक शेयर अनि हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनुस् भन्दै म अब अगाडि देखाउन गइरहेको छु। यो हामी बसेको रुमको बाट जुन भ्यू देखिने जुन चाहिँ भ्यू चाहिँ म देखाउन गइरहेको छु फलो गर्नुस् हेर्न सक्नुहुन्छ। यहाँबाट मैले आफ्नो झ्याल पनि खोलेको छु हेर्न सक्नुहुन्छ। मेरो आफ्नो झ्याल खोलेको छु यसमा चाहिँ छँदैछ अनि यो यहाँबाट चाहिँ हजुरले हेर्न सक्नुहुन्छ यो पुरै पाल्पाको बजार पाल्पाको बजार यो घरहरू अब यहाँ छँदैछ। त्यसपछि साथसाथै यहाँनिर चाहिँ यो हजुरहरूले हेर्न सक्नुहुन्छ। म यहाँ देखाउँछु हजुरलाई स्टेडियम रहेछ पाल्पामा यहाँ रहेको स्टेडियम रहेछ। यहाँ चाहिँ आज गेम भइरहेको छ फुटबल गेम एउटा नेसनल फुटबल गेम भइरहेको छ। यहाँ चाहिँ अलि थोरै जुम गरिदिन्छु यहाँ चाहिँ यो गेम भइरहेको रहेछ र मैले भर्खरै हजुरलाई यतापट्टिको यो भ्यूहरु देखाएँ के अरे पाल्पाको यो म बसेको होटलको रुमबाट यतापट्टि र यो चाहिँ पाल्पाको भ्यू देखाएँ हैन भर्खरै र म चाहिँ अब विशेष गरी अब माथि जाँदैछु। माथि भन्नाले हजुरको यो होटलको माथि 6th फ्लोरमा चाहिँ रेस्टुरेन्ट छ अनि त्यो रेस्टुरेन्टमा गएर हामी के खाजाहरू खानेछौँ त्यो सबै कुराहरू म विस्तारै देखाउने छु हजुरलाई यो भिडियोमा। मेरो साथमा दाइ हुनुहुन्छ। अब हामी के छ माथि जाने त होला है। हामी अब माथि जाँदैछौँ। मैले अघि पनि भनिसकेको छु अगाडि भाइ तितस एकछिनमा जोइन हुन्छन् भनेर भर्खरै भाइ तितस जोइन भइसकेका छन्। हामी माथि जाँदैछौँ रेस्टुरेन्टमा खाजा खानको लागि भनेर। अहिले 4 बजेको छ दिउँसोको खाजा खाने टाइम भएको छ र त्यही हो सधैँभरि माया गरिदिनुहोस् है र हाम्रो भ्युअर्सहरूलाई एकदमै धन्यवाद र अरू यस्तै भिडियोहरू हामीहरू हजुरहरूलाई ल्याएर देखाउनेछौँ र सधैँभरि यसरी नै माया गरिदिनुहोस् भन्दै अहिलेलाई बाई बाई भन्न चाहन्छु। हामी जाँदैछौँ भाइ लेट्स गो। ओके हामी चाहिँ माथि रेस्टुरेन्ट जाँदैछौँ खाजा खानको लागि भाइ र म अनि हजुरहरूलाई फलो गर्न सक्नुहुन्छ। एकदम मजाको छ यो रेस्टुरेन्ट एकदम मन पर्ने मलाई चाहिँ। हेर्न सक्नुहुन्छ मेरो साथमा दाइ हुनुहुन्छ। अनि हामी कतिमा जाने 6मा हामी जाँदैछौँ। The door is opening. The door is closing. The door is हामी जाँदैछौँ। भाइको खाना चाहिँ 5 फ्लोरसम्म चाहिँ उताको खाए यसको त टेस्ट
अन्नपूर्ण गार्डनको टप फ्लोरमा आइसकेका छौँ अनि हजुरहरूलाई म बिस्तारै भ्यू देखाउनेछु होटल अन्नपूर्ण गार्डनबाट देखिने पाल्पाको भ्यू यो होटल यसै कारण फेमस छ यहाँबाट चाहिँ हजुरले सबै भ्यू देख्न सक्नुहुन्छ होल पाल्पा हजुरले चाहिँ यहाँ देख्न सक्नुहुन्छ पाल्पाको मसँग चाहिँ यहाँ मेनु आइसकेको छ मैले चाहिँ सुरुमा कफी अर्डर गरौँ कि भनेर सोचेको छु भाइको र मेरो लागि हामीले 2टा कफी अर्डर गर्नेछु र यहाँको चाहिँ मोमो र चाउमिन चाहिँ एकदमै स्पेसल छ अरे हामी यहाँको मोमो चिकन मोमो खानेछौँ चाउमिन पनि अर्डर गर्नेछौँ त्यो पनि खानेछौँ र साथसाथै अब अरू कुराहरू खाने भनेको अरू कुरा चाहिँ अब पिज्जा बर्गरहरू चाहिँ नेपालमा अझै पनि त्यति राम्रो चाहिँ बनिसकेको चाहिँ छैन अस्ति काठमाडौँमा खाएको ठाउँको चाहिँ एकदमै राम्रो थियो अहिले हामी चाहिँ अहिले चाहिँ विशेष गरी मोमो र चाउमिन ट्राई गर्नेछौँ कफी ट्राई गर्नेछौँ भिडियो बस्दा सन्तोष साथीहरूलाई थ्याङ्क यू हाम्रो भाइले मोमो ल्याइसकेको छ नि यहाँ ए चाउमिन रहेछ सरी हजुर यता सरलाई ल अब हाम्रो भाइले कफी र चाउमिन ल्याइसकेका छौँ हामी फर्स्टमा यो ट्राई गर्नेछौँ त्यसपछि त्यसको लगत्तै हामी मोमो पनि ट्राई गर्नेछौँ हितेश भाइ ल चियर्स कफीको चियर्स गरिदिउँ न प्रभु धन्यवाद कफीको लागि कस्तो जस्तो छ ठिकै छ नट ब्याड एकदम ठिक छ मौसम पनि एकदम ठिक छ मेन भनेको यहाँ चाहिँ हावापानी होइन त त्यही त हो कस्तो लागिरहेको तिमीलाई पाल्पामा मलाई एकदम खुसी रमाइलो पनि लागिरहेको छ मेरो फर्स्ट टाइम पाल्पामा आयो प्रभुलाई धेरै धन्यवाद अनि हाम्रो विशेष गरी दाइलाई पनि धेरै धन्यवाद किनभने मैले नै यो ट्रिप गर्नुपर्छ घुम्नुपर्छ भन्ने हिसाबले चाहिँ हामी यहाँ आयौँ रमाइलो भइरहेछ अझै भिडियोहरू पनि तपाईँहरूलाई देखाउनेछौँ अन्त मोमो पनि आइसकेको छ मोमो पनि आएछ हस् धन्यवाद म सर कफी बन्दैछ लिएर आइदिन्छु ए हुन्छ पाल्पाको चाहिँ स्पेसल मोमो रहेछ यो हुन्छ नि यो एउटा उसमा एक्स्ट्रा लिएर आउनु अनि हट सस पनि है त कफी नो सुगरी बनाएर ल्याइदिउँ हुन्छ हुन्छ त्यस्तो हामी यो हाम्रो आजको यो डिस आइसकेको छ खाना तयारी सुरु गर्दैछौँ हामी सफा होला ल अब हाम्रो मोमो चाउमिन हामी सुरु गर्दैछौँ चाउमिनको फेरि यो लामो लामो लगाएर ल मोमो स्टाइल लाग्छ मलाई ठिकै छ नट ब्याड
अलिकति कस्तो लाग्यो मोमो पाल्पाको एकदम राम्रो लाग्छ धन्यवाद सुगर ल्याइएको छ सर ल हुन्छ ल धन्यवाद ल अलिकति छ खाँदैछौँ एकछिनमा है के चाहियो भने भन्छ हामीलाई एक्स्ट्रा सस मोमोमा खाँदाखेरि चाहिँ हजुरको सस भएन भने चाहिँ ससको जुन छ त्यो टेस्टी र यतिखेर अहिले हाम्रो उता घरतिर बर्दिया नेपालगञ्ज कोलपुर यस्तो गर्मी छ कि त्यो सहनै नसक्ने गर्मी छ कि अनि यहाँ पाल्पामा यस्तो घाम लाग्दा पनि पसिनाहरू पनि देखिएको छ शीतल कि एकदम आनन्दको मौसम यहाँ त र हामी अब खाँदैछौँ अब अरू कुराहरू हामी बिस्तारै हजुरलाई देखाउनेछौँ पाल्पामा हामीले खाएको मोमो चाउमिन कफी ड्रिङ्क्स यो माउन्टेन ड्यू है हाम्रो साथमा रहनुभयो धन्यवाद ल हामी चाहिँ भर्खरै हामीले अन्नपूर्ण गार्डनको कफी खायौँ त्यसपछि मोमो खायौँ चाउमिन खायौँ अनि हामीलाई यहाँ सर्भ गर्ने चाहिँ हाम्रो यता ब्रदर हुनुहुन्छ ब्रदर अब तपाईँ पनि आउनुहोस् यता एकछिन देखिनुहोस् सुमनजी हजुरको घर चाहिँ कता पऱ्यो घर यही पाल्पा रानीमल नजिकै खानिगाउँ भन्ने ठाउँ छ ए रानीमल नजिकै हजुर ल तपाईँलाई धेरै धेरै धन्यवाद हस् हुन्छ नि सर वेलकम धेरै राम्रो सर्भ गर्नुभयो तपाईँले हस् हुन्छ थ्याङ्क यू सर किप इट अप यस्तै अगाडि बढ्दै जानुहोस् राम्रो गर्दै जानुहोस् हुन्छ नि सर है अनि राम्रो सर्भिसको लागि धेरै धेरै धन्यवाद हस् हुन्छ है त ल हस् केही चाहियो भने फेरि खबर हुन्छ गर्छु सर, हस् केही चाहियो। धन्यवाद धन्यवाद अब हामी चाहिँ भिडियोको अन्तिम भागमा आइसकेका छौँ हामीले आज देखायौँ हजुरलाई सुरुदेखि है हामी बसेको ठाउँ हामी बसेको होटल अहिले हामी भिडियोमा देखाएँ अनि त्यो कुराहरू पनि हजुरले हेर्नु होला अनि त्यसपछि अन्तिममा हामीले अलिक खाजा खायौँ अनि खाजा पनि हामीलाई राम्रो नै लाग्यो सर्भिस राम्रो लाग्यो त्यसपछिदेखि लिएर यहाँको स्टाफहरू धेरै राम्रो हुनुहुन्छ यदि हजुरहरू कोही पनि पाल्पा आउन चाहनुभयो भने र पाल्पा आइसकेपछि यदि हजुरहरूलाई बस्नु छ भने यो पाल्पाको अन्नपूर्ण गार्डन लाई सम्झेर हजुरहरू यहाँ आउन सक्नुहुन्छ धेरै राम्रो छ यहाँको त्यति एक्सपेन्सिभ पनि छैन होटल यो रुमहरू यहाँको खाना पनि छैन एकदम ठिक्कको राम्रो छ यो तर यो चाहिँ टप होटलमध्येको एउटा फ्यामिली होटल रेस्टुरेन्ट हो भन्दै फेरि पनि अझै नयाँ नयाँ भिडियोहरू ल्याउनेछौँ हामीलाई त्यो अब नेपालगञ्जको धेरै भिडियोहरू छ त्यो भिडियोहरू पनि हामी हजुरलाई देखाउनेछौँ भन्दै अनि हाम्रो च्यानल माया गरिदिनुहोस् लाइक सेयर अनि सब्सक्राइब गरिदिनुहोस् र कमेन्ट मार्फत कस्तो लाग्छ भिडियो भन्नुहोस् भन्दै अनि सबैलाई हामी भाइ भाइ भन्न चाहन्छौँ र अन्तिममा सबैले आफ्नो हेल्थ केयर गर्नुहोस् भन्दै म विशेष गरी मेरो दाइलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु धन्यवाद जिजस ब्लेस यु भाइ तिमीले यो समय दियौ आउन चाहन्छु सबैजनालाई बाई बाई टेक केयर